के दिदी अल्छी लाग्यो हौ आज त छ्या घाम पनि त्यस्तै गर्दैन रहेछ। त्यही त मलाई पनि त्यतिकै सानो बस्नु लागेको हुन्छ दिदी अल्छी लाग्यो मेरो त ढुङ्गा जस्तो झुसुमा बस्यो के हो ए धपाइदियो तपाईँ इस धपाइदिँदा अघि नै मलाई कुकुरले डाक चाटिदिँदाखेरि तैँले धपाइदियो थिइस् आफूलाई यस्तो गरिरहेछ क्या अल्छी कहाँबाट यो दुईजना अल्छीहरू यहाँ आइपुगेछन् ओहो किन लाग्नु परेर सुतिरहेको हेर बाबु पानी नपरेको पानी पर्यो भनेदेखि गर्नु त्यो भएर पानी पर्नु पर्यो पानी पर्नको लागि के गर्नु पर्ने त्यो कुरो खानुपर्ने पानी पर्नको लागि ढाकुताको बिहे गरिदिनु आफ्नै बिहे गर्न पाएको छैन के ढाकुताको बिहे ढाकुताको बिहे गर्यो भनेदेखि पानी पर्छ भनेर उहिलेदेखि परम्परादेखि चलिरहेको कुरा हो क्या बाबु 25 वर्ष नागिसके अब केटी खोज्ने काम त मेरो भाइ छ त मलाई झनै अल्छी लागिरहेको छ त आफैको अल्छी ओ दाइ तपाईँको जानु कोही छैन केटीहरू मैले गर्दैन अरूको ताल यस्तै रहेछ खालि सुतेरै दिन बिताउनु हामी कहाँ सुत्छौँ मात्र त हामी हक्छौँ मुत्छौँ खान्छौँ र टिभीमा नै हेर्छौँ कहाँ हामी सुत्छ मात्र त्यही पनि सुतेर लाग्छ ल यही घर हो बाबु तल अरे खाइला घर भने यही हो आमा सन्चै हुनुहुन्छ ल यहाँ हाम्रो बाबुहरूलाई लिएर आएको छु मैले यहाँ केही कुरा गरौँ भनेर सानो सल्लाह छ क्या आमा कुरो के भनेदेखि नि आमा यहाँ हाम्रो बाबुहरूलाई एउटा केटी चाहिएको थियो बिहे गर्नलाई के यतातिर कोही केटी पाइन्छ होला तपाईँले कोही केटी देख्नु भएको छ बाबुलाई बिहे गर्नलाई केटी चाहिएको उहाँको गुणगान मलाई सब कुरो थाहा छ आउनुहोस् केटी हेर्न आउनुहोस् बाबु केटी हेर्न कता 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 आमा कता 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 ल अघि मैले कुखुराको चल्ला दिएको थिएँ त्यही कुखुराको चल्ला हो कि के हो हेर उडायो सपना सबै